वेलकम वन्स अगेन। आज चाहिँ हामी अलरेडी सबैजना घरमा भेला भइसक्यौँ, जबबाट सबैजना आइसक्यौँ। आज चाहिँ खानामा खिर बनाउने भनेको, तर हाम्रो मेन कुक नै आइपुग्नु भएको छैन क्या। कुकै आइपुग्नु भएको छैन, त्यही भएर हामी कुकको वेट गर्दैछौँ। मिठाई खाएर सेफको वेट गरिरहेको छौँ हामी। सेफ चाहिँ पुरै सेफ पाराले सुतेको छ। अब आउनुहुन्छ, त्यसपछि खिर बनाउनुहुन्छ अरे, अनि आलु दम बनाउनुहुन्छ अरे, अनि पुरी बनाउनुहुन्छ अरे। आज चाहिँ झन् मोटो मान्छे, हामी झन् मोटो आउने प्लान गरेको छौँ। सोल्टिनी आज यस्तो जगमग जगमग पुरै बलेर पुरै हिरोइन भएर बसेर रहेछ। किन भनेको त नुहाएको रहेछ आज, त्यही भएर पो राम्री भएर बस्दो रहेछ। बारे बा ल, अब दाइ आउनु भएपछि चाहिँ होस् पकाउन सुरु गर्छ। म त सिर्फ फेरि मान्छे हो, दर्शक, उहाँ हो हेल्पर। म टाइम पास गर्न मात्र आएको यहाँनिर, त्यही हो। पानीमा डोले गर्नुपर्छ क्या। ल, दाइ आएपछि अब बाँकी काम सुरु गरौँ है त। हाम्रो मेन सेफ आइसक्नु भएको छ। ऊ कटोरा मागिरहेछ। निन्द्रामा हुन्छ यो सेफ जहिले पनि। ल, के पकाउने हो सुरु गरौँ। पहिला बस्छ मिठाई खाम। दाइ मिठाई मिठाई, दाइ मिठाई मिठाई सुरु गरौँ न, सुरु गरौँ। हामीले सामानहरू ल्याइसकेको छौँ। अब चामल पनि अर्कै खालको ल्याउनु भएको छ खिरको लागि। के होला भन्नु सेफ, के चाहियो सेफ, के चाहियो सेफ साइडबाट भन्नु। दादा हल्ला नगर्नु न, जहिले यस्तै गर्नु चाहिँ दाइ। गया तपाईँ कानमा इयरफोन लगाएपछि सोच्नुहुन्छ कि, तपाईँ कानमा यो लगाएपछि सोच्नुहुन्छ बाहिर आवाजै जाँदैन। बाहिर आवाज चाहिँ डाङडुङ गरेर हुन्छ त, कत्रो आवाजले ड्याङडुङ हल्ला गर्नुहुन्छ। अनि यत्रो यो लाएर तपाईँलाई पो छ त सेफ, हामी सेफ छैन त। कस्तो फोहोर चाहिँ। म चाहिँ मिठाई खाने हो। को चाहिने? हाम्रो पनि ठुलो कुकर छैन नि त, अनि जे छ त्यसमा बनाउनु पर्ने। ओके, दाइ पकाउन सुरु गर्नुपर्छ। आप क्या कर रहे इधर, बोलो आप क्यों आए इधर? देख के मेरे को भी अच्छा लगा, देखने के लिए कैसे बना रहे हैं। रेसिपी सीखने आया? हाँ, रेसिपी सीखना है। ठीक है, आप बहुत गंदा सीख के जाओगे। को बच्चा को ठुलो अब यसमा सबभन्दा ठुलो मान्छे यो मान्छे, सबभन्दा पुरा इधर से बाल उड़ा जाएगा। This is called black pepper. बोल्दैन भनेर हो कि दाइले? इलायची, इलायची इलायची इलायची। हम तो इलायची बोलते हैं। Cardamom is the right in here. अभी तक मैं हिंदी और नेपाली में बात कर रही थी। अभी तुम सीधा इंग्लिश पे आ जाओ। ठीक है ठीक है। अंग्रेजी कैसे पानी डालो, घी डाले। घी मेरे पास हुआ लगता है। चेक करो लेके आओ, जो भी है सब कुछ लेके आओ। ठीक है। ड्राई फ्रूट्स कति को मिठो बन्छ आज? लाइक 10 टू मतलब 1 to 10 मा कति काउन्ट दिउँ? अच्छा चाहिँ नि आफूले बनाएको त अलिकति मतलब लाइक यति त भन्न सकिन्छ नि। आफूलाई भर छैन आफूमाथि। 10 to 10 आमामामामा लेट्स सी 10 to 10 भन्नुभएको छ। 10 मा 1 पनि आउँछ कि आउँदैन? नो चान्स।
धेरै चान्स के अरे कम छ। दाइले चाहिँ रेडी गर्दै हुनुहुन्छ, त्यतिखेरसम्म चाहिँ अब हामी आलुवाला यतापट्टि आलुदमको लागि अलरेडी यहाँनिर चाहिँ पकाउन राखिसकेको छ। आलु उसिनेको छ। यहाँनिर चाहिँ के को लागि यो पानी तताएको दाइ? दुध उमाल्ने? ए कराईलाई सफा गरेको रे सरी। नींबू हाल्यो भने हुन्छ नि। ओहो कितना बड़ा आया घी। ये इतना ही बड़ा है। घी है क्या? इधर से घी निकलेगा। देखो डाइटिंग वाला इंसान ऐसा घी खाता है और बिना डाइटिंग वाला घी हम दिखाते हैं। रुको हम जैसे लोग कैसे कितना खाते हैं दिखाती हूँ मैं। रुको हम लोग का ऐसा होता है घी का डब्बा। डिफरेंस हमारा घी का डब्बा डाइटिंग वाला को। दाई क्यों हो? 1.5 kg डेली 1.5 ml 100 ml 100,000 ml। भाई भाई देखो हम इसलिए मोटे हैं। ये क्वालिटी राम्रो छ नि त। हाँ क्वालिटी डिफरेंट रहेछ। ल यो चाहिँ क्वालिटी राम्रो छ रे। वो बोल रहा है सब डालेंगे। हाँ यूज कर दे खत्म। मैं तो यूज नहीं कर रहा। सही है। चलो आज भाई के तरफ से घी का पार्टी करने क्या बोलते हैं डोनेशन डोनेशन क्या है कुछ डोनेशन। ठीक है डोनेशन चलेगा। चलो 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 छोडो। अभी यो चाहिँ राख्छौँ हामी किनकि त्यो क्वालिटीवाला राम्रो छ अरे। त्यही भएर आज हामी क्वालिटी राम्रो खालको घी खाने। मैले यहाँनिर चाबी कहाँ फालेँ? टाल्छ त्यो यहाँनिर। मैले कहाँ फालेँ थाहा छैन। फर्स्ट एक पैकेट दूध अझ 2 पैकेट दूध हाल्नको। 3 पैकेट दूध जान्छ। आमा सबै हाल्ने हो? 3 हाल्ने? पुगेन नि हाल्नुपर्छ। सबै हाल्ने काम नगरौँ होला। र यता चाहिँ दुध उहाँले त्यो उमाल्दै हुनुहुन्छ। म चाहिँ यतापट्टि ड्राई फ्रुट काट्दैछु। काम चोर गरेको छिट्टो छरितो हुन्छ भनेर गरेको काम चोर गरेको। खुर्कन मिक्सरमा सुइँ नगरेर। दाना त बसिहाल्छ नि जिउ। स्मेल चाहिँ दामी आयो। अब हाम्रो अलरेडी यहाँनिर ड्राई फ्रुट्स रेडी छ। त्यसपछि यहाँनिर हाम्रो दुध पनि तातिसक्यो। वाउ अर्कै रियाक्सन आएन? वाउ तर स्मेल चाहिँ एकदम मिठो आइसक्यो यसको सुकमेलको। चामल पनि हाल्यौँ। सुकमेलै भन्छ होला सुकमेलै। ए सुकमेल सुकमेलै त्यो त जाने भयो त दुध त पुरै पोखेर। भाँडा सानो भयो धेरै नै। पक्नु म भाँडा लिएर आउँछु। पक्नु म त्यसको अलिकति निकालिदिन्छु। भाँडा लास्टै नै सानो भयो त्यही भएर हामी चाहिँ यो दुध घटाउँदैछौँ। बरु पछि थप्ने। यति स्पेस हुन्छ त्यो हाल्नु त। किसमिस मिक्स गर्नुपर्ने हुन्छ अब यो। ठिक छ अटी कसलाई कुट्ने? कुट्नु जानु म यो अलिअलि मिक्स गर्छु। जेसुकै कुट्ने काम तपाईँ गर्नु आजलाई। ल्वाङ सुकमेल सबै कुट्नु। सुकमेल त अलरेडी हालिसक्यो त कतिचोटि कुट्नु होला। कति ठुलो भाँडामा पकाएको छ त्यही पनि भाँडा सानो भयो। धेरै पकाए जस्तो छ हामीले आज। ल दाइहरू काम गर्दै हुनुहुन्छ। यतापट्टि खिर पाक्दैछ। अनि त्यसपछि म चाहिँ अब सिर्फ के हो क्यामेरा फोकस छैन क्या
दाइहरू चाहिँ पुरै पकाउँदै हुनुहुन्छ रेडी हुँदैछ सोल्टिनी त्यहाँनिर तरकारीको लागि रेडी गर्नुहुन्छ म तरकारी पकाउन लागेको छु अब म चाहिँ सिर्फ टाइम पास नभएर केही काम गरौँ भनेर काम गर्न लागेको है अबुई हो ल ल ल म पकाउँदिनँ ल म त पकाउँछु भनेको ल म त्यो काम गर्छु ल सोल्टिनी मैले काम गर्छु भन्दाखेरि उहाँले स्टप गरे मैले होइन है मैले काम गर्छु भने फेरि मलाई काम चोर भन्नु पाउँदैन नि ल सिर्फ चलाउने मात्र काम मेरो होइन त्यो खिरलाई चलाइरहेको छु म यसै त ठाउँ छैन त्यो माथि त्यो नहाल्नु न हेर्नु घिउ आमा खाएर मेरो अलरेडी ना आज तो मीठा ये मीठा जलेबी और पूरी इधर पूरी किधर है ये पूरी सारा ले लो पूरी नहीं है एक दे दीजिए मुझे बहुत अच्छा है ना बहुत अच्छा है सोचेगा ना मैं नहीं खा रही हूँ मीठा मेरा सच में पता है ये खा के मेरा वेट 3 kg बढ़ गया इसी को मैं फिनिश कर रही हूँ मेरा फेवरेट जलेबी नहीं हो मेरो काम चाहिँ साह्रै अल्छी लाग्दो रहेछ यो त बिस्तारै चलाएर बस्न त झन्झटिलो पो रहेछ यो त कस्तो खालको खिर भयो तरकारी नि एकै ठाउँमा के आऊ दाइले सुन्नु भएको छैन दाइ खानुमै बिजी हुनुहुन्छ अनि उमाल्ने त होला नि के हो त नि नम्लिउ केही छैन त्यो पकाउँदा त्यो उसमा पकाउँदाखेरि ठिकै हुन्छ त्यो के अरे तरकारीमा अहिले पानी हालेर दुध नपुगेको भएर हामीले थप्यौँ तर खिरको हालत चाहिँ एकदम डेन्जरै छ लास्ट स्टेजमा छ खिर तपाईँलाई के लाग्छ आज खिर बन्छ जस्तो लाग्छ तर खिर रहँदैन ल उहाँले चाहिँ आलुको लागि धनियाँ काट्दै हुनुहुन्छ आलु दमको लागि आलुको नि दम तोडिसक्यो आलुले पनि खिरले पनि दम तोडिसक्यो डेढ बढी खान्छ भन्थ्यो खै हेर्दाखेरि त डेन्जरै पकाउनु भएको छ दाइले चाहिँ होस् आइडिया लगाएर पनि के बनाएको त त्यो राम्रो बनाएको नहीं दूसरा सेम ऐसा था म भिडियो बनाउन थालेँ त्यस्तै हुन्छ फेरि नहलाएको थिएन म बोल्दिनँ कोही पनि बोल्दैन म बोल्न सुरु गर्छु सबैजना बोल्छ थैंक यू सो मच शुक्रिया शुक्रिया ये चलाना सिखा देना देखो जोड़ी प्यार तो था ही नहीं प्यार तो तुमने किया यो मेसिनको यो आवाजहरू चाहिँ साह्रै इरिटेटिङ लाग्ने गर्छ क्या यसको आवाज यो किचनमा यो चाहिँ सबभन्दा नराम्रो यही हो लास्टै आवाज हुन्छ यहाँ चाहिँ आलु दमको लागि सामानहरू रेडी हुँदैछ रोटी नपकाउँ दाइ रोटी नपकाउँ भने क्या अलरेडी दुइटा छ त पुरी तरकारी अनि खिर सबै खाने रे अझै भोलि हामी मर्छ अरे भाइले भन्नु अझै खाएर सकाउने सबै होइन त भोलि उठिन्छ कि उठिँदैन आजै खाएर मर्ने हो अरे सबै आजै खाने पुरी बनाउनु लाग्नु भएको छ यहाँनिर खिर पाक्दैछ यसमा खिर पाक्दैछ यसमा फेरि आलुदम पकाउँदैछ दुध हालेर छोड्दिनँ अब त्यो पाक्छ लगभग खिर बन्यो कस्तो फुल रहेछ त्यो माथि तर दाइ जानु हो तपाईँ जानु म त जान्दिनँ पो पानी ल्याएर बसेँ म दाइ उता गयो अब म खुर्सानी काट्नु कि पानी हाल्नु जता गयो त्यतै काम बितेको देख्छु मैले तपाईँलाई भनेको किन आलुदम पकाउँछु भनेर मैले भनेको किन आलुदम म पकाउँछु भनेर तपाईँले त हो नि होइन मै पकाउँछु अरे आलुदम पनि अनि खिर पनि उही पकाउने अरे फेरि पुरी पनि उही आफै गर्ने अरे
त्यो धेरै हुन्छ दाइ यो सबै नबनाउने हो डो बनाएर मात्र राख्ने अलि दिनपछि पनि खानालाई हुन्छ जो अब टन्नै चिज बनाउँदैछौँ बनाइसकेपछि अब देखाउने छु अब अलिअलि काम गर्नु पर्यो अब यहाँनिर खानेकुरा पकाउनलाई उ गर्नु भनेको त रोटीसँग के अरे पिठोसँग खेल्न थालिसक्यो अब के क्ले बनाएको यो त्यस्तो खेलेर नबस्नु त छिटो बनाउनु कामचोर पनि एक हुन्छ नि लिमिट कति कामचोर गरेको कहिले काम गर्दैनन् तिमीलाई भनेर तपाईँको सासूले पछि तपाईँलाई गाली गर्छ ल अयो होइन ब्यारे मनी अहिलेको जमाना सासू नहुने के हुन्छ मदर इन ल इङ्ग्लिस हो सिधै ल मनी अब हल्का काम गर्नु पर्यो के काम गर्नु पर्यो भन्नु एक काम गर भन्नु तिमी त्यहाँबाट कन्टिन्यू बोलेको कमेन्ट्री गर उहाँ के गर्छ म बोल्दिनँ मलाई अल्छी लागिसक्यो दाइहरूको गति दिएर भोलि मर्ने गरेर आजै खुवाउने भने त को बोलिरहेको छ भोलि मर्नु परेपछि नबोली मर्ने आज अन्तिम दिन दूसरा आ गया डॉन तुम भी आओ मरने के लिए कल हम मर रहे हैं तुम्हें पता है कि नहीं हम मर रहा है कल देखो रोटी खा रहे खीर खा रहे और आलू दम खा रहे और कल हम मर रहे हैं हम सब लोग मर रहे हैं बेस्ट ऑफ लक मरने के लिए कौन बेस्ट ऑफ लक बोलता है ऐसे लोग तुम्हें भी खिला के मारेंगे बहन भाई भाई सोल्टिनी सब एक साथ जाएंगे ऊपर हाँ सब एक साथ एक फैमिली एक मतलब एक क्या बोलते हैं ग्रेड फैमिली पैक हाँ फैमिली पैकेट ला भनेको यस्तोलाई भन्छ मेहनत हातको मैला त त्यहाँ हालेन नि हातको मैला हामीले खाना पाउँदैन पर्ला नि फेरि अहिले खुट्टा हालेर बिर्दिन्छ अनि ताको छ वो बोला पैर से करेगा वो बोला है पैर से करेगा पैर केही हुँदैन यहाँनिर चाहिँ अलरेडी प्यान रेडी भइसक्यो पुरी तरकारी पुरी पकाउनको लागि डो पनि रेडी भइसक्यो आलुदम पनि अलमोस्ट रेडी पुरी पाक्न नि रेडी भइसक्यो यता बेल्दै सोल्टिनीले पकाउँदै के चाहियो अब खै त आउनु म पल्टाइदिनु खतरा भयो पुरी मलाई कहाँ आउँछ त नि आउँदैन अनि राम्ररी मुसिया छ कसले भनेको राम्रो मुसिया छैन भनेर दाइले अरूले गरे काम छिट्टै बुझ्दैन कि त्यही भएर आफै गर्नु के पुरा हातको मैला आस्दैछ त आमा के बोलेको त्यस्तो तपाईँलाई फेरि मैले हातको मैला छ रे त के हो यस्तो डोमा त यस्तो बिल्ला पहिलो के तेल हाल्न लाउने अनि लास्टमा पहिला के लास्टमा त हो रे मैलो पो छ रे तर होइन है मलाई थाहा छ भिडियोमा प्रुफ छ सोल्टिनले हातको मैलो निकालै छैन दुईजना मिलेर होइन तर सोल्टिनी आज दिउँसै गइसक्नु भयो हातमा मैलो कसरी आयो त्यो असम्भव कुरा हो अब चाहिँ पकाइसकेर खाने अब एकछिनमा खाने बेलामा भिडियो देखाउँछौँ के पाक्यो भनेर खिर तर उहरू बस दिदी पहिला खायो भने थप्दै जति खान्छ थप्दै नयाँ स्टाइलको खिर हो यो यसलाई नि खिर भन्छ यसलाई नि खिर भन्छ अरे प्राउड मुमेन्ट क्यामेरा देख्नुभन्दा अगाडि त चुप्लाएर खान लागिसकेको थियो अनि क्यामेरा देख्ने बित्तिकै प्रार्थना गरेको आमा कम त छ लास्टै छ मेरो दाइ ल मेरो भाग आइसक्यो मेरो भाग यहाँनिर आलुदम पुरी अनि खिर हामी चाहिँ अलरेडी रुम आइसक्यौँ अलरेडी टन्न खायौँ पुरी खिर रोट के हो त्यो आलुदम सब टन्नै खाएर आइसक्यौँ अनि अनफर्चुनेटली भन्नु त मिल्दैन तर एकदम मतलब सबैले बिर्सेर बसेर रहेछ लास्टमा मान्छेको चाहिँ बर्थडे हो आज ल ह्याप्पी बर्थडे थ्याङ्क यू ल आजलाई भिडियो यति नै थ्याङ्क यू फर वाचिङ